गुड आफ्टरनुन। म फेरि यो फिदाङ ब्रिजमा आएको छु है सधैँ चाहिँ। यहाँनिर म किन आएको भन्दा चाहिँ यहाँनिर चाहिँ बाटो पुरा दबिएर गएछ है। यो प्लम छ नि, यो बाटोको छेउको प्लम है। हामीले ग्रेपलाई एकखेप चाहिँ भनेको थियौँ कि अलिक फन्डिसन मजाले गरेर, पहिला खोला सानो हुँदाखेरि फन्डिसन यिनीहरूले राम्रो गरेन, अन्त बालुवाको माथि राखिदियो यत्रो खर्च गरेर। अहिले हेर्नुहोस् न यहाँनिर बाटो अब यो पुरा छिनेर जाँदैछ है। म तपाईँलाई पारी गएर पुलदेखि म यसको दृश्य देखाउँछु तपाईँलाई। यहाँ पुरा तान्दैछ खोलाले कि, हेर्नुहोस् है त्यो छ हो, तान्दैछ खोलाले। यहाँबाट पुलिस साहबले पनि हेर्नुहुँदैछ। अहिले यो बाटोमा चाहिँ यहाँनिर स्लाइड भएको कारणले गर्दा चाहिँ आर्मीहरू पनि यसरी तैनात बस्दिन्छ यहाँनिर हो। अन्त म यहाँदेखि देखाउँदैछु तपाईँहरूलाई यस्तो तान्दैछ। तर तपाईँले यो पुल चाहिँ केही हुँदैन, किनभने यहाँनिर दह्रो, यहाँ चाहिँ पुरा रफ छ कि उयो पर्सम्म चाहिँ झर्ने रहेछ। हेर्नुहोस् यस्तो भइरहेछ। त्यो मैले हेर्दाखेरि त परसम्म नै झर्छ जस्तो लाग्यो। ग्रेपले काम त गर्छ नि, ग्रेपले के गर्नु, अलिकति ढङ्गा पुऱ्याएर गर्दैन कि त्यत्रो खर्च छ। यो हेर्नुहोस् यता पुरा चर्किरहेछ है। अब यो तर पुललाई केही हुँदैन, तपाईँ टेन्सन नगर्नुहोस्, पुललाई केही हुँदैन, किनभने यता पुरा रफ छ हो। त्यो झर्यो उता साइडको यो प्लमहरू चाहिँ झर्नु सक्छ। यता एकदमै ओके छ। खोला अलिक सानो भर्किरहेछ भन्दा। आज मैले जस्ट तपाईँलाई देखाएको है। म बिहानै अघि चाहिँ साङ्कलाङ गएको थिएँ है। कति यहाँ फिदाङको मात्रै हेर्नु भनेर तपाईँलाई साङ्कलाङको पनि देखाउँछु भनेर चाहिँ मैले साङ्कलाङ गएको थिएँ है। अन्त यहाँ आइरहेछु। तपाईँ टेन्सन नगर्नुहोस्, केही छैन। यो बाटो मात्रै झर्छ, पुल झरेको छैन है। यो पुल झर्दैन। र तपाईँहरूलाई यो भिडियो पनि हेरिदिनुहुन्छ है। सधैँ तपाईँहरूले माया गरिरहनु भएको छ, त्यसरी नै माया गरिदिनुहोस् र धन्यवाद।